साथीहरु सो आजको ब्लग स्टार्ट गर्दैछ हामी अब यो चाहिँ सरप्राइज हो ट्रिपको लागि सबै फ्यामिली आमा बुवा मम्मी बुवा अनि सो सी यु देयर कि कता लिएर जाने छ आज ठुलो साराले बाहिर घुम्न निस्कने भनेको छ त्यसले हामी फ्यामिली सबै भाइ बुहारी आमा बुवा भएर हामी निस्कने छौँ अब हेरौँ कस्तो हुन्छ हाम्रो घुमाइ थोरै समयको लागि हो थोरै कठिन हो त्यसैतिर है त यात्रियों मगाई जात्रे योजना नभएको हेलो वेलकम टु नेपाल ट्राभलर्स अनि हामी चाहिँ आज यो सिन्धुपाल्चोकको ट्राउट फार्मतिर जाँदैछ ट्राउटको हन्टिङ गर्नलाई अनि यो चाहिँ फर्स्ट टाइम मम्मीको ब्रेन स्ट्रोक पछि हामी निस्केको फ्यामिली मेरो चाहिँ हैन हिँडाइ हो पहिलोचोटि अनि थ्याङ्क यू सो मच फर दाई यो स्पेसली दाईले रिकमेन्ड गर्नुभएको यो ठाउँमा जाने भनेर खासमा चाहिँ यो ठाउँमा हामी ब्रेकफास्ट गर्न झरेको सो यहाँ नरहेछ भ्यूसँग रमाउँदै बस्यौँ अलिकति माथि चढ्यो त्यहाँ जान्छौँ अब हामी दिस इज जर्सिङ पवा रिजोर्ट अनि यो रहेको छ यहाँको भ्यू सो मलाई राम्रो लाग्यो यो ठाउँ रहेछ हामी माथि आउँदाखेरि हेलो ओइ गिभ मी ताया के गरेको छोरी त्यो गिभ मी थ्याङ्क यू खै छोरी मम्मी माथि चढ्ने हो मम्मी ल कस्तो लाग्यो ठिक छ ठाउँ ए के चढ्नु राम्रो छ नि बाटो ठाउँमा जाउँदा नि माथि चढ्नुहुन्छ माथि चढ्नुहुन्छ ए माथि यस्तो छ बुवा माथि चढ्ने होइन यहाँ माथि यहाँ माथि चढ्ने रहेछ छोरी नगरोस् प्लिज प्लिज मैले पनि अब खलको ग्लासको टिपेर खाए खाजा कस्तो भयो त बुवा मम्मी ए मिठो अब लागेको बेला 3 गुणा मिठो भयो भिडियो नबनाइकन खाइएछ हौ खाजा पनि के गर्नु खाइहाल्यो अब यहाँ रित्तो भइसक्यो रित्तो बनाएर यहाँ रित्तो भयो पेट सफा भयो केही क्षणको विश्रामपछि अनि खाजा भएपछि बाटोतिर लाग्दैछौँ हामी हाम्रो गन्तव्यतर्फ पाल्चोकको ट्राउट फार्ममा सानो इलाम नजिकै हो त्यो ठाउँ चाहिँ अनि दिस इज भ्यू फ्रम अघि खाजाको ठाउँभन्दा अलिकति अगाडिपट्टि राम्रै छ ठिकै छ यो ठाउँ भ्यू आज खुलेको पनि छ मस्त देखिरहेछ यो ठाउँदेखि लिएर यो माथि सबै यो चाहिँ फार्म हो ट्राउट फार्म छ यो एरिया सबै तपाईँहरूलाई खान मन छ आउनुहोस् है मस्त खानुहोस् मिठो छ केजीको 1500 घटाइदिन्छ पहिलाको भन्दा अझ बढेको रहेछ बट आफैले फिसिङ गरेर खान मन छ भने चाहिँ यता आउँदा हुन्छ यो चाहिँ अर्ग्यानिक सागहरू होइन तपाईँले यहाँ अर्ग्यानिक सागहरू खानु पाउनुहुन्छ यो चाहिँ माछाको बच्चा बनाउने बेलाको है यो चाहिँ बच्चा बनाउनु लाग्यो यसमा स्टार्ट हुन्छ यिनीहरूको यो चाहिँ भित्र दाना बनाउँछ होइन दाना बनाउनु थाल्यो दाना बनाउँदैछ
यो चाहिँ माछाहरूको फर्स्ट स्टेज। यो चाहिँ फर्स्ट स्टेज भन्नाले यो फर्स्टमा यो बढी भएर यतामा आएको यिनीहरू। नाउ इट्स टाइम टु फिसिङ है। अब फर्स्टमा ड्याडलाई दिनु पऱ्यो कसो गर्नुहुन्छ फिसिङ गर्दाखेरि। आई डोन्ट नो यो चाहिँ कुन खालको फिस हो होइन। इफ तपाईँहरूलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। ड्याडलाई फर्स्टमा फिसिङ गर्नु दिएको, उहाँले आँट गर्नु भएन, आइडिया भएन, सो ड्याडले स्टार्ट गरिदिएको छ। No. ल एउटाको दुईटा पर्यो। मार्नुहोस्। नाउ इट्स टाइम फर द्याट है। गएर मार्दै हुन्छ कसरी मार्नुपर्छ त। जताबाट जानु पाउनु भयो मार्न पाउनु भयो बुवा। एउटा नै आएन त बुवा खोइ। यता आएको छ माछा सबै। उताबाट आउनु नि दाइ, उताबाट आउनु त। पहिला गाडेर जाने होइन कि बा, उचालेर जानु। यो उचालेर जानु नेट हो। अनि त्यहाँ छैन बुवा। यता छ यता। सोरो लानु हो। ल 70 years later. No. 了 एउटाको दुईटा पर्यो। अब यो फिसिङ पछि यसो घुम्न निस्किनु पर्यो। यो ठाउँको कस्तो छ के कस्तो छ ड्याडो हामी सबैले देखाउनु पर्यो। सो वी आर गोइङ। हामीहरू गाउँमा जन्मे पनि हुर्के पनि के भन्छ अरे खोला नाला देखे पनि माछाहरू यस्तो धेरै साह्रो देखेको छैन। सबजना खुसी छन् फ्यामिलीहरू आज। पसिका कस्तो छ ठाउँ कस्तो छ बुढी? छोरी वाउ भन्नुहोस्। यहाँ चाहिँ मेरो बुवा मम्मीको सुट भइरहेछ, फोटो सुट भइरहेछ। मम्मी कस्तो छ ठाउँ? बुवा कस्तो छ ठाउँ? एकदम राम्रो छ, अति राम्रो।
चिसोमा पनि मेरो सुन्तला फलेको छ सुन्तला चाहिँ चिसो छ तर हेर्नु नभए हो खाना हुँदैन चिसो छ ठन्डो छ त्यसरी खाना अगाडिको रुख पनि छ उयो एभाकाडो कहाँ चिसो छ के भयो अरे छैन के मेरै तातो छ मम्मीलाई ठिक लाग्यो ठ्याउ मम्मी अब मम्मी यो चाहिँ सम्झिनै पानी सम्झिने तपाईँले है ज्यान भन्दा चाहिँ ठुलो होइन त्यो त्यही राम्रो हो सबैभन्दा दामी ज्यान लागि यस्तो देख्छ भ्यू रिफ्लेक्ट दिस इज भ्यू फ्रम ब्याक साइड नेचुरल है आर्ट होइन कस्तो छ मम्मी खानु खानु ए हो नि त माया भनेको यत्तिको चाहिँ हुनु पर्यो क्या यो चाहिँ नेपाली खाना ढिँडो यो चाहिँ विदेशी खालको चामलको भात यहाँ छ ऊ यत्रो खाने हो ट्राउटको यो चाहिँ ल बुवा आउनुहोस् आयो तपाईँको त्यसले पकाउँछ है तान्छ है त्यसले ल आज यसरी नै खाँदै पिउँदै रमाउँदै हाँस्दै सबैजनासँग दिन बिताइयो यसरी नै बित्यो अनि यो चाहिँ भोटे चौरको भ्यू पोइन्ट हो होइन इट्स असम बब्बाल छ यहाँको भ्यू सनसेट भ्यू हामीसँग टाइम छैन टाइम पाएनौँ होइन अलि लेट भयो त्यही भएर राम्रोसँग देखेन तपाईँहरूलाई रिकमेन्ड गर्छु यो ठाउँमा अनि आजको यो भिडियो चाहिँ अन्तिम घरमा गएर मम्मीले घर हलाउँछु सो थ्याङ्क यू फर सपोर्टिङ मी डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब धन्यवाद नमस्ते टाटा बाई बाई साँच्चै दोने कस्तो भयो आजको दिन कस्तो भयो घुमाइ ठिक भयो खै त ठिक भनेको त्यस्तै भन्छ त यस्तो गर्दैन ठिक भनेको खै त अन्त ठुल्दाले खै त थ्याङ्क यू सो मच भनेको खै त थ्याङ्क यू सो मच यात्रियों मगाई जात्रे योजना नभएको